पुलिसले समातेछ भने बिक्कीमा के छ ए भाइ कता अब भाइलाई कल गरेर बोलाउनु बेला ओ बाख्री छोडौँ न ओ बाख्री खत्म बाय बाय टाटा गुड बाय गाइस अब म चाहिँ मेरो फर्स्ट राइड है ट्राई गर्छु ल राम्रो साउन्ड आउँछ कि भनेर आइफोन अनि माउन्टमा ट्राई गर्छु ल कस्तो आउँदो रहेछ स्ट्यान्ड फेरि लाग्दैन फेरि यस्तो यस्तो साह्रो छ नि स्ट्यान्ड अब मैले स्ट्यान्ड लगाउनुको लागि यहाँ चप्पल बोक्नुपर्छ हातमा होइन बिचरा हाइट हुन्छ भएर मैले यत्रो चप्पल बोकेर हिँडिरहेछु नि यसरी लगाउनु पर्छ यसरी चप्पल लाउनु पर्छ त्यही कहाँ छ हौ म देखिँदैछु कि छैन हौ अनि अब कस्तो आउँदैछ नोइज कस्तो आउँछ है नोइज क्यान्सलेसन हुन्छ हुँदैन न्युट्रल ये क्या हुआ गाइड स्टार्ट हुँदैन त लेकिन ये साला कर क्या रहा है यहाँ पे लेकिन एक सेकंड ओहो यो थिच्न बिर्सेछु नि त हौ कैसे कैसे लोग रहते हैं यार यहाँ बिचरा यतिकै स्टार्ट गर्दै रहेछु मैले बिचरा म न्युट्रल 1 गियर धेरै बटारियो हल्का बटार्ने छोड्ने हल्का बटार्ने छोड्ने लेट्स मुभ ठिक छ ठिक छ ठिक छ गियर चेन्ज ल ओहो कस्तो नोइज आइदिरहेछ क्या कस्तो साउन्ड आउँछ है क्या गरेको मैले धेरै बटाएछु अब चाहिँ स्मुथ भयो मलाई थाहा हुन्छ कि अब यो गियर अफ गरेपछि चाहिँ घ्या गर्दैन भन्ने चाहिँ थाहा हुन्छ होइन बट फेरि डर लाग्छ क्या अब फेरि गियर अफ गरिसकेपछि पुगेन भने भन्ने हुन्छ क्या रेस पुगेन भने त बिचै मरिन्छ भन्ने लाग्छ अनि त्यही भएर गाइस हो यहीँको दाइले अघि समातेछ क्या भाइलाई अनि म त आउँदैन किन आउँदैन भन्छु अनि मेरो भाइले त रोकेको देखेँ मैले है के हेल्प माग्नु रोकेको हो कि अब यिनीहरूले यता चाहिँ फेरि अब अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन तर पनि अब जङ्गल एरिया छ अलिकति उयो गर्नुपर्छ कि होसियारै हुनुपर्छ अनि डर पनि लाग्यो बा किनले के गर्न लाग्यो कि भनेर म चाहिँ फर्किँदै स्कुटी हो भने फनक्क घुमाएर जान्थेँ है रोड पनि सानो सानो फनक्क घुमाउनु पनि नसक्ने फेरि म पनि अनि स्लो गरेर ऐनामा हेर्दै म चाहिँ बिस्तारै अगाडि बढिरहेछु भाइ आउँदैन रोकिरहेछ पछाडिपट्टि दुईटा लाइट मात्रै देखिरहेछ है मैले आज नयाँ एयरफोन किनेको टाइप सी भ्लग बनाउनु भनेर उसले चलाउँछ अरे फोन पनि यहीँ छ आज यो र म उता गएको क्या क्याम्प गेट अब म चाहिँ अगाडि हिँडेँ होइन बाइकमा ऊ चाहिँ पछाडि आउँदै थियो ट्राफिक त होइन हौ पुलिसले समातेछ पछाडि त्यो बाटोमा चाहिँ अहिले कोही पनि हिँड्दैन नि त मतलब अब त्यसरी हिँड्दैन नि त अनि मलाई नि शङ्का चाहिँ लागिरहेको थियो
अनि पछाडि पछाडि भाइ आउँदै थियो रोक्यो त सबै त्यहीँ रोकिन्छ त अनि यसलाई पुलिसले पुलिसले समातेर के भन्यो अरे नानी कहीँ नि किन भागेको भन्दैछ म चाहिँ अगाडि अगाडि हिँडेर थिएँ नि ऊ चाहिँ मलाई पछि पछि भिडियो गरिदिँदै आउँदै थियो अनि उसको भिडियो गर्ने फोन राखेर मलाई फलो गर्दै थियो म अगाडि पुगिसकेँ उसले फोन राख्दाखेरि म अगाडि पुगिसकेको थिएँ अनि म धेरै अगाडि गएँ भनेर मेरो पछि ए यता यता भाइ उता यहाँनिर जोड्ने हो कि अहिले जोडेर मैले यहाँ भ्लग गर्ने हो कि अनि ऊ मलाई पछि पछि मलाई भेट्नको लागि पछि पछि स्पिड आउँदै थियो अरे अनि ट्याट पारेको थियो अरे भन्दैन के भएको थियो ताइँ आफै भन्दै त हर्न बजाउँदै त्यो पछाडिबाट म त को रहेछ भनेर साइड दिने भएको त रोक्को छ अगाडि ठ्याप्प कहाँ हिँडेको भाइ किन भागेको भनेर कहीँ पनि गएको होइन सर यता दिदी बाइक सिक्दै हुनुहुन्छ त्यही भएर अनि अलिक लडाउनुहुन्छ कि भनेर छिटो कुदेर आएको भने डिक्कीमा के छ केही पनि छैन त्यो डिक्की खोलेर देखाइदिएँ अनि झोला पनि फेरि यो बोकिरहेको त्यही भएर अनि खेलाउनु भएको होला मलाई झोला पनि त बोकाइदिइरहेको थिएँ क्या मैले मेरो झोला बोकेर हिँडिरहेको थियो पुरा जङ्गलमा त पक्रिहाल्यो अरे नि म चाहिँ किन आउँदैन भनेर हेरिबस्छु पर पुगेर अब फेरि अब यहाँदेखि म सुरु गर्छु ल यो हालेर कस्तो सुनिँदो रहेछ बाख्रा जाममा पर्यो उता बाहिर निस्क्यो मेन रोड निस्क्यो भने चाहिँ फेरि त्यहाँ चाहिँ उयो क्या अहिले स्टुडेन्टहरू ठिक्क स्कुल छुट्टी हुने टाइम भयो अनि स्कुलको गाडी भिड थियो अघि चाहिँ होइन रोडमा चाहिँ अब यता चाहिँ फेरि बाख्राहरूको ठिक्क गोठालाबाट घर आउने बेला भएर बाख्रा जाममा परिन्छ आज चाहिँ म एक्लैले ल्याइदिइरहेको छु भाइ चाहिँ अघि गइसक्यो अब त्यहाँदेखि उता चाहिँ नलैजाऊँ होला ल जाँदिनँ म पर चाहिँ डर पो लाग्यो ल्या उता लगेर फेरि कसले फर्काउनु सघाउँछ मलाई म झारिदिन्छु झार्नु चाहिँ मर्निङ वक जाने दाइहरू हुनुहुन्छ वकिङ जाने दाइहरू हुनुहुन्छ मलाई फनक्क घुमाउनु चाहिँ अलिक आउँदैन क्या झ्याप्प लड्यो भने फेरि खुट्टा जान्छ अनि बोकेर तानेर घुमाउनु पर्छ यार ए भाइ कता के गर्नु गाह्रो छ घुमाउनु नसकेपछि स्टेल लाउने क्लोज तान्ने अनि घुमाउने ठिक छ होइन त आइया हो गाह्रो छ मलाई आइया हेर्नु स्टेल हाल्नु खुट्टाले पुग्दैन यो यस्तो नर्कट चप्पल ल्याइदेन उनास आयो रे मां कैसा लगा मेरा मजाक हामीले हालिदिनु पर्छ गजब बेइज्जती है मलाई त एकजना चप्पल लगाइदिने एकजना स्टोन हालिदिने चाहिने रहेछ त गाह्रो छ मलाई गाह्रो छ गयो जो रमाइलो हुन्छ नि त अब मेरो पनि मैले सुरुमा फर्स्टमा मैले साइकल सिकेको होइन साइकल पनि मैले यही बाटोमा सिकेको मेरो त यो बाटोसँग धेरै कहानी जोडिएको छ नि साइकल पनि यही बाटोमा सिकेको पछाडि स्कुटी पनि अब यता पनि आइयो हुन्थ्यो होइन स्कुटी चाहिँ खासै अब त्यति साह्रो उयो भएन
त्यस्तो धेरै स्कुटीमा चाहिँ यो बाटोमा घुमेको त्यस्तो धेरै कहानीहरू छैन स्कुटीसँगको चाहिँ। अब बाइक र साइकलको चाहिँ यो बाटोको मेरो ठुलो कहानी छ, मैले यहीँ सिकेको साइकल पनि। अनि यो चाहिँ प्रायः शून्य शून्य हुन्छ क्या, यहीँनिर रोकेको थियो क्या अघि मेरो भाइलाई, म त्यो पर पुगिसकेको थिएँ अनि आउँदैन है। भिड आयो भिड, अब यतिको भिडमा अत्तालिने मान्छे भित्र भिड गएछु मैले के गर्छु होला है। त्यही पनि ठिक छ। मेरो भ्लग पनि आयो है बाइकवालीको। एउटा राइडरको निर्माण उत्पत्ति के भन्छ त्यसलाई, यहीँदेखि घुमाइदिन्छु ल, यहीँ गियर डाउन हानिदिन्छु। माई गड यस्तो हुन्छ नि, सट्ट घुमाइदिउँ भनेको त सकिएन हौ, एक गियरमा छ र पनि। ए घुम न है, स्टार्ट नमरी घुम, घुम्दै 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 घुम्दै। ए त्यस्तो पाराले त घुमाइँदैन यार, स्टार्टै मर्न आँटिसक्यो फेरि क्या, साह्रो न साह्रो छ क्या यो। ठिक छ ठिक छ, तिर्खा लागेर ब्याक्क भइरहेछ आज म। पानी पिइराख्ने बानी, घरबाट पानी नपिकन निस्केको बिजोग भयो मेरो। निस्किने बेला त एक कप त पिएको थिएँ, अब सक्यो। तिर्खाले म्याक 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 प्याक 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 भयो। ठिक छ होइन, यहाँ अलिकति उकालो छ होइन, मेरो गाडी 2 गियरमा छ, 2 गियरमै चढ्छ होला नि। यति त चढाइदिन्छु ल, ब्रेक हान्छु, हल्का क्लच लिन्छु अनि चढाइदिन्छु। जेसुकै होस् बालले फाल्यो। अम्बो मर्दिएको क्या 2 गियरमा त। गियर डाउन, यस्तो भन्दा बिजोग भइहाल्यो नि। अनि दाइ बुलेट पड्काउँदै अगाडि अगाडि। खासमा त्यो 2 गियरमा चढ्ने हो क्या, मैले रेस कम हानेर मरेको। तर सिक्दै हुन्छ, ठिक छ ठिक छ। के भयो मलाई त त्यस्तै लाग्छ, त्यतिको गाह्रो त 2 गियरमा त चढ्ने हो। अब यो मैले रेस ज्यादा हाने होइन, 2 गियरमा छ, मेरो बाइक कराउनु थाल्यो अलिक। अब यसलाई मैले के गर्छु, गियर अफ गरिदिन्छु, सक्छु यति बेला। अगाडि बाख्रा साख्राहरू छ, क्लच तानेर हल्का फुट ब्रेक दिन्छु, यतिको बाख्रा त कटाइदिइहाल्छु मैले। तर लस्ट यो आँखा छोपिसक्यो क्या। गुरुजी झन्डै मेरो स्टार्ट मारिदिनु भयो त। यो चाहिँ हो होइन, अलिक छिटो हिँडिदिन्छु ल। यो चाहिँ हरियाली है, प्रायः जस्तो धरानमा हुने मान्छेले यो ठाउँ नचिनेको कमै हुनुहुन्छ होला। एकदमै शान्त हुन्छ नि, हरियाली जस्तो नाम त्यस्तै ठाउँ पनि हरियाली छ। त्यति धेरै भिड पनि हुँदैन यहाँ चाहिँ। यो ट्राफिक पुलिस दाइ यहाँ बसिराख्नु भएको छ क्या, मेरो भाइलाई रोक्ने पुलिस दाइ। तेरा तो गेम बजाना पड़े। अब यो त भयो स्ट्रेट वे भयो होइन, अब म टर्निङ हान्छु ल। ओ भाइहरू कहाँ आएको यार, ओ स्कुलको बस आयो अगाडि। यस्ता बसहरू त म कटाइदिइहाल्छु नि, हरेकै अन्त्यमा चाहिँ।
डर लाग्छ नि हो कति गियरमा छु हौ म त यहाँ चाहिँ ट्रायल दिने ठाउँ हो यतापट्टि चाहिँ मैले त्यहीँ सिकेर स्कुटीको लाइसेन्स निकालेको स्टेटमा म जति पनि लगिदिन्छु क्या स्टेट र भिड बिनाको ठाउँ त बट के छ भनेदेखि नि के छ भनेदेखि नि भिड आएपछि चाहिँ हो क्या अलिकति मलाई प्रब्लम हुने म कति गियरमा छु पनि थाहा छैन 2 गियरमा छु जस्तो लाग्छ छिराइदिन्छु त धन्यवाद मलाई साइड दिनुभएको भए ओ माई गड कस्तो खडर गरेको कति गियरमा छु म गियर डाउन गर्नु पर्यो यार यहाँ पनि यस्तो टर्निङमा हो क्या अलिकति मलाई डर लाग्ने भनेको त्यही भएर म टर्निङ हान्दैछु आज होइन अस्तितिर नि मैले यतै सिकेको हो टर्निङमा र भिडमा चाहिँ अलिकति डर लाग्छ क्या मलाई अरू त खल्ली बल्ली सक्दिन्छु गफ लाइदै गरेका फेरि मैले कोही मर्नै खोज्छ त हौ रेस नपुगेको हो कि के नपुगेको हौ ठिक छ मेरो स्टुडेन्टहरू आइसक्यो होला यार प्यारेन्ट्सले देख्नु भने मार्नुहुन्छ मलाई यतिको सकेपछि त सकेको होला हौ गएर बाख्री छोडौँ न हौ बाख्री मोहल्ला छेलछेलमा अम्बो बाख्रीले नि फेरि बाख्री दिदीले नि कस्तो बाटो छेक्दिएको हौ अम्बो स्कुलको बस यसलाई चाहिँ बाटो सानो छ क्या अनि डर लाग्छ मलाई ठुलो बसहरू आउने बित्तिकै मेरो रेस ज्यादा भयो बस्न थाल्यो क्या गरेर के भएको ओह्रालोमा के भएको भन्छ हौ अलिक बच्छ त नि अम्बो कुकुर दाजु कस्तो क्राउज हेलमेट लाउँदाखेरि चाहिँ फेरि होइन गियर बढाइदिन्छु लास्टै हल्ला गरे यसले त ल अब चाहिँ हल्ला गर्दैन कि गर्दैन अब त 3 गियरमा चलाइदिइरहेछु साइड लाइट दिएर जाइदिनु भएको त केटीले त्यस्तो गरेको है अघि पापाको परि आइसक्यो है बात त सही है आउँछु मेरो ट्युसन टाइम पनि भइसक्यो बेलुकाको समयमा यस्तो प्र्याक्टिस गर्न निस्केको होइन अब यति देखेर तपाईँहरूले मलाई के मूल्याङ्कन गर्नुहुन्छ त मैले भिडमा लान सक्छु कि सक्दिनँ होला त यो बाइकलाई
मूल्याङ्कन गरेर अन्तिममा कमेन्ट गरिदिनुहोस् है। मलाई भिडमा लाने इच्छा भन्दा पनि अब प्र्याक्टिस गर्न मन छ। अब यस्तोमा मात्रै त कुदाइँदैन नि त, कुदाउने भनेको त भिडतिरै हो नि त। त्यही भएर मलाई भिडतिर लाने मन छ है। यता पनि मासु रहेछ, सङ्क्रान्ति गाई, सङ्क्रान्ति। मेरो युङना चामुलीको दोकान चाहिँ यतै कता छ भनेको सुनेको थिएँ, तर म चाहिँ गएको छुइनँ चामुलीको दोकानमा। यतै छिन होला नानी पनि कतै। मैले अस्ति उसलाई यहाँनिर देखेको थिएँ क्या, बाइक सुत्दै गर्दाखेरि। अनि यतै कता हो दोकान भनेर भन्दै थियो। ओ दाइ, ए दाइ ए दाइ त ल न त ल ल है। अर्को जुनी पाए आउनेछु खोजी खोजी, तिमीलाई नै ल्याउनेछु हावा सरर। ए दाइ ल न त ल, ए दाइ त के हो पछाडिबाट एउटा। अब चाहिँ म चाहिँ यहीँसम्म हो गाइजहरू होइन। न्युट्रलमा छिर्दियो। अलिकति अगाडि बढाइदिउँ न त है। यो चाहिँ मेरो भाइको अर्को बाइक हो। यसरी त हान्नुपर्ने होला नि। फुट ब्रेक त खुट्टा त यस्तो झुन्डाइरहेको छु नि त मैले। ल न त ल है। न्युट्रलमा हालिदिउँ न त, आउँछ कि आउँदैन हौ मलाई न्युट्रल हाल्नु। जाँदैन नि त न्युट्रलमा त। एक गियर माथि, एत्तेरिका गयो गयो। एत्तेरिका अब यो फेरि स्ट्यान्ड लाउनु क्या, बिजोग रमाइलो हुन्छ। ले उता जा मेरो चप्पल। स्ट्यान्ड त खोल्दैन त हौ, कस्तो साह्रो हो यो स्ट्यान्ड चाहिँ। ओइ स्ट्यान्डै खोल्दैन त। के गर्छु भने नि यस्तो ब्याट्री अफ गरिदिन्छु होइन। होइन उतैबाट म झरेर यो माथि गयो भने त फेरि हुन्छ कि आइज माथि। माथि पनि आउँदैन यार। अब पो लडाउने हो कि के हो त मैले। ले अब भाइलाई कल गरेर बोलाउनु बेला भयो। स्ट्यान्ड के लिए होइन, म यस्तो गर्छु, यस्तो गर्छु होइन। दाजु सक्नुभयो, यस्तो गर्छु, झरिसके। कस्तो डुबाउ स्ट्यान्ड हो। गाइस आज यति नै आयो। ए लक गरेको छैन, त्यतिकै लक भयो, भइसकेछ।